हिजो मात्रै हामीले कसरी नेपाल सरकारले बिना धितो स्टार्टअपहरूलाई 3% रेटमा 20 लाखसम्मको लोन दिन्छ भनेर भिडियो बनाएका थियौँ। र आज अर्थात् कार्तिक 19 गते औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदनको लागि नोटिस पब्लिस गरेको छ। अनि धेरैले यस्तो कर्जा पाउन चाहिँ कि पार्टीवाला कि पहुँचवाला हुनुपर्छ भनेर कमेन्ट पनि गर्नुभएको थियो। तर अप्लाई नै नगरी त कसरी पाइन्छ र, होइन त? त्यही भएर तपाईँसँग अब यो सहुलियत कर्जाको लागि आवेदन दिन मात्र 21 दिन बाँकी छ। सो आवेदन दिनलाई के गर्नुपर्छ र आइडिआई को रिसेन्ट नोटिसमा के भनिएको छ हामी यो भिडियोमा त्यसबारे कुरा गर्नेछौँ। भिडियो एन्डसम्म हेर्नुहोला र स्टार्टअप लोन लिन इच्छुक उद्यमीहरूलाई यो भिडियो सेयर गर्न पनि नभुल्नुहोला। आइडिआईले नोटिसमा चाहिँ के भनेको छ त? एक त एलिजिबल स्टार्टअपहरूले मात्र यो लोनको लागि अप्लाई गर्न सक्नेछन् र स्टार्टअप लोन प्रोसिजरको मापदण्ड फलो गरेर अप्लाई गर्नुपर्ने हुन्छ। तपाईको प्रपोजल आधिकारिक फर्मेट अनुसार हुनुपर्नेछ र नोटिस पब्लिस भएको 21 दिन भित्रमा प्रपोजल सबमिट गरिसक्नुपर्ने हुन्छ। आवेदन चाहिँ तपाईले अनलाइन नै sams.iedi.gov.np मा गएर सबमिट गर्न सक्नुहुन्छ र फर्मेट र अरु डिटेल्सको लागि आइडिआई को अफिसियल वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। प्रपोजल अथवा आवेदन सबमिट गरिसकेपछि चाहिँ के हुन्छ त? फर्स्टमा त तपाईको बिजनेसको एलिजिबिलिटी स्क्यान गरिन्छ र एलिजिबल स्टार्टअपहरूलाई सर्टलिस्ट गरिन्छ र सर्टलिस्टेड स्टार्टअपहरूले आइडिआईमा गएर आफ्नो बिजनेस प्लान प्रेजेन्ट गर्नुपर्ने हुन्छ र यो प्रेजेन्टेसन र आवेदनको कम्बाइन्ड मार्किङबाट 100 मार्क्समा एटलिस्ट 50 मार्क्स ल्याउन सक्ने स्टार्टअपहरूलाई फेरि सर्टलिस्ट गरिन्छ र यो सर्टलिस्टेड स्टार्टअपहरू मध्येमा ब्याङ्कले आफ्नो साइटको इभ्यालुएसन गरेर त्यही अनुसार लोन डिस्पर्स गर्छ। हामीले खातापानाको ब्लग पोस्टमा यो सबै कुरा डिटेलमा कभर गरेका छौँ। बायोमा दिएको लिङ्कमा गएर पढ्नुहोला। र यो लोन चाहिँ साँच्चीकै पार्टी कार्यकर्ताहरूको लागि मात्रै हो र? अर्को भिडियोमा चाहिँ हामी यही कुरालाई कभर गर्नेछौँ, त्यो पनि डेटा र प्रमाण सहित। किनकि यो कर्जा नेपाल सरकारले दिन लागेको 2 वर्ष भइसक्यो र विगतका वर्षमा तपाईहरू जस्तै 800 भन्दा बढी उद्यमीहरूले यो लोन पाइसकेका छन् र आउने दिनहरूमा यो लोन कसरी पाउने, के गर्दाखेरि चाहिँ लोन पाउने चान्सेस बढी हुन्छ लगायतका जानकारी लिएर आउनेछौँ। भिडियो मिस नगर्नको लागि खातापानालाई फलो गर्नुहोस् र यो भिडियोलाई जति सक्दो सेयर पनि गर्नुहोला।